निर्देशकज्यूहरू यहाँ उपस्थित धेरै भन्छु मैले सबैलाई सिक्नु पनि छ आज अनि धेरै भन्छु प्रबन्धकज्यूहरू उपप्रबन्धकज्यूहरू लगायत उपस्थित सम्पूर्ण कर्मचारी मित्रहरूमा आज मेरो तर्फबाट हार्दिक न्यानो अभिवादन टक्राउन चाहन्छु। मलाई आफ्नैले गरेको कामको भगाई भनेर सुनाएर धेरै समय यहाँहरूको लिन खर्चिन मन छैन, किनकि सबैले आफ्नो भगाई भोगेका छौँ। म यो लेखा समूहमा आएको थिइनँ, सुरु भर्ना हुँदाखेरि म स्केल शाखामा थिएँ। मलाई आनन्द लागेको थियो जीवन, किनभने त्योभन्दा अगाडि म लेखामा थिएँ। लेखामा हुँदाखेरि म्यानुअल हामीले काम गर्थ्यौँ। कम्पनीमा आएपछि नि यो बजारमा आएपछि नि म्यानुअलै काम गर्थ्यौँ, म्यानुअलै ट्रायल गराउनु पर्थ्यो, हिसाब गरेर क्यालकुलेटर खिचेर ट्रायल गराउनु पर्थ्यो। त्यस क्रममा के भयो भने सेल्समा थिएँ, आनन्द थियो जाग्यो। एक दिन के हो भने मेलले साथीहरू ट्रायल ब्यालेन्स मिलेन भनेर बसिरहनु भएको छ। म त्यहाँ खाजा खान जाउँ भनेको हाम्रो ट्रायल नमिलेर तनाव छ केन्द्रमा ट्रायलमा आएछ भनेर कति पैसा फरक भने तपाईँलाई आउँछ र भने अनि भन्नुहोस् न भने यति पैसा फरक भने ल म भाउचर चेक गर्छु तपाईँले गर्दै गर्नुहोस् भने भाउचर चेक गरेँ फ्याट्टा त्यही रकम चाहिँ मलाई शङ्का लाग्यो क्या, त्यो एकतिर पोस्टिङ गर्नु भएको रहेछ जस्तो लाग्यो। फ्याट्टा भेटेँ, ल यो मिले तपाईँले भनेपछि उहाँहरूले खाजा पनि खुवाउनु भयो। भोलिपल्ट गएर सुशी सरलाई बोलाइदिनु भएको छ। गिराजीलाई त लेखाको काम आउँदो रहेछ सर, मलाई त लेखामा ल्याउनु पर्ने मान्छे रहेछ नि भनिदिनु भयो। सुशील कुमार पौडेल भनेको अब हेर्दाखेरि पनि डर लाग्थ्यो हामीलाई, अब डर लाग्दो ज्यान भएको ठुलै ज्यान भएको मान्छे गिराज सोधिरहेको भन्ने आउनुभयो। भोलिपल्ट शाखामा सर म नै हो भने अनि सर नमस्कार म नै हो गिराज सोधि हो। तिमी त लेखामा काम गरेर जान्ने मान्छे रहेछौ, कता कम्पनीमा काम गरेर आएको मान्छे रे? अनि होइन सर त्यस्तो जान्ने त सिपालु छैन। किन छैन? ट्रायल बनाउन आउने मान्छेलाई के अरे छैन भन्ने? ल हिँड भोलिदेखि लेखामा भन्यो। फेरि त तनाव सम्झे, त्यो बेलामा पनि ट्रायल मिल्दैन थियो नि हाम्रो कम्पनीमा हुँदा पनि अलिक दुःख भएको थियौँ। ट्रायल नमिलाएको क्यालकुलेटरले हिसाब गर्ने हो, कम्प्युटर थिएन। बल्ल 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 10 वर्षपछि कम्प्युटर दिएको थियो एउटा, बल्ल त्यो कम्प्युटरमा एक्सलमा हामीले काम गरेको। अहिलेका साथीहरूले आउने बित्तिकै टिउनमा कम्प्युटर छ, हामीले त्यो छोराछोरीलाई भन्ने गर्छौँ हामी त खाली खुट्टाले यसो गरेर पढेका भन्दाखेरि अरू हामीले हाँस्छन्। त्यसै गरी अहिले आउने साथीहरूले कम्प्युटर पनि थिएन त्यो होला भनेर हाँस्न भन्ने पनि पिर्छ। क्यालकुलेटरले हिसाब गरेर ट्रायल ब्यालेन्स बनाएर हामीले त्यो भोगेर आएको हो। र विभिन्न कार्यालयमा रहँदा बस्दा धेरैवटा कार्यालयमा काम गरेको ठाउँमा साथीहरूले 17 भनेर फेरि पनि आइदिनुहोस् न भनेर, जस्तै वीरगञ्जमा। त्यसै गरी गङ्गुमा पनि निर्मल सरले मलाई गिराजी तपाईँको त्यहाँ डिमान्ड छ आइदिनु पऱ्यो भन्नु। सर हजुरले भन्नुभयो भने र उताबाट बोल्नुभयो भने आउँछु। म फेरि गङ्गु भनेर मागेँ भने किन माग गिराजले भन्ला त्यो कारण म माग्दिनँ, हजुरले भन्नु भने आउँछु भने मैले धेरैवटा कार्यालयमा जहाँ जहाँ काम गरेँ साथीहरूसँग अब भिजेरै काम गरेर छु, रोजेरै भिजेरै काम गरेर छु। सबैले 1 सेकेन्ड नै भनिदिनु भयो, त्यसको लागि म एकदमै आफै पनि साथीहरूप्रति हो साथीहरूले सम्झना गर्नुभएकोमा मैले राम्रै साथीहरूसँग व्यवहार गरिरहेको छु भन्ने लाग्छ। अन्तिमको कार्य त झन् म्यानेजरसँग गर्न पाइयो, त्यो पनि ढाड सड्काएर बेलुका 10 बजीसम्म पनि गरेँ। बिहान 10 बजीदेखि बिदाको दिन पनि फुर्सद दिनु भएन। अनि त्यो तोकिएको भत्ता पनि दिनुभयो ज्ञान सरले। म त पाउँदो सर सोझो मरो अब 15 दिनको भत्ता दिनु तँलाई भन्ने काम गर्नु भएको थियो। 3 महिना काम गर्दा पनि सकिएन, भत्ता पनि पाएन। अब चाहिँ भएछ भन्दा अब चाहिँ भएछ भनेर बिदा मागेँ। र अन्तिममा एउटा सानो खुराक मैले साथीको गाडी पस्किन भनेर लिएर आएको छु। त्यो खुराक नपस्किकन यो आज